यो पालि तपाईँका लागि अङ्क छान्नुहुन्छ, विशेष अङ्कहरू छान्नुहुन्छ, होटल बुक गर्नुहुन्छ, चिट्ठा काट्नुहुन्छ, प्लेन टिकट काट्नुहुन्छ भने अङ्क छान्दाखेरि 1, 5, 7 यी अङ्क परे भने राम्रो, 4, 6, 8 यी अङ्क परे भने नराम्रो। यो कुरा विचार गर्नुहोला र सँगसँगै यो अङ्कलाई जगाउन सक्नुहुन्छ। दान गरेर, सेवा गरेर, गरीब दुखीलाई खुवाएर यो अङ्क प्रयोग गर्न सक्नुहुन्छ। सामान्य अङ्क हो, शून्य अङ्क आउँदा जाँदा केही फरक पर्दैन। राम्रो अङ्क दोहोरिएर आउनु, तेह्रिएर आउनु बढी मात्रामा राम्रो हो भने नराम्रो अङ्क दोहोरिएर आउनु, तेह्रिएर आउनु बढी मात्रामा नराम्रो हो। यो कुरा बुझ्नु होला। कालो रङ र पहेँलो रङको अधिक मात्रामा प्रयोग गर्दा तपाईँलाई यो महिनामा राम्रै मात्रै हुन्छ। हरियो रङको प्रयोग कमभन्दा कम गर्नु होला। बिहिबार र शनिबारको दिनमा विशेष प्रयोग गर्नु होला, विशेष लगानी गर्नु होला, विशेष यात्रा गर्नु होला, राम्रो हुन्छ। बुधबारको दिनमा कमभन्दा कम प्रयोग गर्नु होला, बुधबारको दिनमा कमभन्दा कम लगानी गर्नु होला। साधारण सेयर किन्दा बिहान पख, दोस्रो बजारबाट सेयर किन्दा दिउँसो पख। यो महिनामा किनेको सेयर बिहिबार पनि शनिबार पनि जुन दिन किने पनि तपाईँले लामो अवधिका लागि 1 वर्षभन्दा अधिक समयका लागि राख्नुभयो भने राम्रो रहन्छ भने शनिबार म्यानुफ्याक्चरिङ कम्पनीहरू किन्नु होला, बिहिबारको दिनमा सेवामूलक कम्पनीहरू सेयर किन्नुभयो भने राम्रो हुन्छ भने